संसार हजुर हामी पहिला इलाममा नि स्कुलबाट आउँदाखेरि अनिदेखि यस्तो छुट्टीहरू भएको बेलामा अथवा भनौँ छुट्टी नै नहुँदाखेरि पनि इलाममा खाजा जहिले यस्तो आलु उसिनेको इस्कुस उसिनेको होइन अनि फर्सीहरू उसिनेको पो खान्थ्यौँ त तपाईँहरू के खान्थ्यो हो र प्रशस्त आलु हुन्थ्यो अनि आलु खाइन्थ्यो नि कोही बेला नि नानी झारन्दा आलु खाइ पनि हुँदैन थियो र धेरै हुँदैन रोप्दा त हुन्छ है हामी जहिले खान्छौँ होइन र झापामा त खाजा अरू नै हो चाउचाउ चिउरा चाउचाउ त त्यस्तै हो पछि त्यो चाउचाउ खान थाल्यो पहिला कहाँ चाउचाउ खाइन्थ्यो फ्राइड राइस खाइन्थ्यो नि फ्राइड राइस अर्को लोकल फ्राइड राइस हो र कमन खाजा त त्यही पहिलाको अब अहिले पो धेरै कुरा परिवर्तन भएर खाजाको पनि परिवर्तन भएको छ त होइन नानी अहिले त खाजा कि चाउचाउ कि बिस्कुट कि चटपटे है पानीपुरी पानीपुरी छ त खाजामा त यो चाहिँ अर्ग्यानिक खाजा हो है